संवैधानिक इजलास नेपालको संविधान 2072ले संघीय तहहरू बीचको विवाद तथा गम्भीर संवैधानिक प्रश्न भएका मुद्दाहरू छुट्टै संवैधानिक इजलासबाट हेर्ने र त्यसको क्षेत्राधिकारको बारेमा समेत स्पष्ट व्यवस्था गरेको छ। संवैधानिक इजलासको गठन। संविधानको धारा 137 को उपधारा 1 बमोजिम सर्वोच्च अदालतमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेको अन्य 4 जना न्यायाधीश सहितको संवैधानिक इजलास गठन हुने व्यवस्था रहेको छ। संवैधानिक इजलासको क्षेत्राधिकार। संवैधानिक इजलासको क्षेत्राधिकार देहाय बमोजिम हुने व्यवस्था रहेको छ। क संविधानको धारा 133 को उपधारा 1 बमोजिम परेका निवेदनहरू। ख संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीचको अधिकार क्षेत्रको बारेमा भएको विवाद। ग संघीय संसद वा प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेश सभाका सदस्यको अयोग्यता सम्बन्धी विवाद। संवैधानिक इजलासको अधिकार क्षेत्रको प्रयोग प्रधान न्यायाधीश सहित इजलासका सबै न्यायाधीशहरूबाट सामूहिक रूपमा गरिने र इजलासबाट आदेश वा फैसला हुँदा कुनै पनि न्यायाधीशले आफ्नो छुट्टै राय समेत व्यक्त गर्न सक्ने व्यवस्था रहेको छ। संवैधानिक इजलासको गठन। नेपालको संविधानको धारा 137 बमोजिम मिति 2072 8 महिना 22 गते पहिलो पटक संवैधानिक इजलास गठन भएको हो। संवैधानिक इजलासको सञ्चालन सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतले निर्धारण गरे बमोजिम हुने संवैधानिक व्यवस्था अनुसार मिति 2072 9 महिना 14 गते सर्वोच्च अदालतबाट सर्वोच्च अदालत संवैधानिक इजलास सञ्चालन नियमावली 2072 निर्माण भई लागू भएको छ। संवैधानिक इजलासको विशेषताहरू। संवैधानिक इजलासले मुद्दा मामिलाको रोहमा गरेको आदेश वा फैसला अन्तिम हुन्छ। त्यस्तो आदेश उप पुनरावलोकन वा दोहोर्याइ पाऊँ भन्ने निवेदन नलाग्ने व्यवस्था रहेको छ। इजलास समक्ष पेश भएको कुनै मुद्दामा गम्भीर संवैधानिक प्रश्नका अतिरिक्त अन्य सम्बद्ध प्रश्न समेत समावेश भएको रहेछ भने मुद्दामा निहित रहेका सबै प्रश्नमा इजलासले अन्तिम निरूपण गर्न सक्दछ। इजलासले आफ्नो अधिकार क्षेत्र अन्तर्गत पर्ने विवाद निरूपणको क्रममा आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम सुरु अदालतलाई भए सरहको अधिकार र कार्यविधिको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। इजलासमा विचाराधीन रहेको कुनै मुद्दा कारबाही गर्दै जाँदा त्यस्तो मुद्दा संवैधानिक इजलासबाट हेरिने विषय समावेश नभई अन्य अदालतको इजलासबाट निरूपण गर्नुपर्ने प्रकृतिको देखिन आएमा सम्बन्धित इजलासमा पठाउन सक्ने व्यवस्था रहेको छ। संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ कुन प्रक्रियाद्वारा गरिन्छ? अदालतहरूमा मुद्दाको पेशी गोला प्रक्रियाद्वारा गरिने भए पनि संवैधानिक इजलास एउटा मात्र भएकाले संविधानको धारा 137 बमोजिम दर्ता भएका सबै मुद्दाहरू स्वतः संवैधानिक इजलासमा पेश हुने गर्दछ। संवैधानिक इजलास कुन दिन बस्छ? संवैधानिक इजलासमा हप्ताको 2 दिन बुधबार र शुक्रबार मुद्दाको सुनुवाइ गरिन्छ। तर हाल सर्वोच्च अदालतमा पुराना मुद्दाको चाप न्यायाधीशको सङ्ख्या समेतलाई दृष्टिगत गरी हप्ताको 1 दिन बुधबार संवैधानिक इजलासबाट मुद्दाको सुनुवाइ हुने गरी इजलास व्यवस्थापन गरिएको छ। धन्यवाद।